ताप्लेजुङको पाथिभरामा घण्टीबाटै विशाल घण्टी निर्माण। ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथिभरा मन्दिर पुग्नु अघि प्रवेशद्वार नजिकै नयाँ संरचना बनाइएको छ। मन्दिरको प्रवेशद्वार छेउमा करिब 2030 वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो। करिब 16 फिट अग्लो र 12 फिट फराकिलो यो संरचना 6000 किलो तौलको रहेको छ। सो घण्टी 10 लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो। यो घण्टी संरचना निन्यास निर्माण सेवाले तयार गरेको कम्पनीका प्रोपाइटर निशान लिम्बुले बताए। यो संरचना भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ। यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गर्ने निर्देशक हाङबाङको भनाइरहेको छ। गत आर्थिक वर्षमा पाथिभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले 16000 किलो तौलका पुराना घण्टीहरू लिलामी मार्फत बिक्री गर्ने बोलपत्र आह्वान गरिएको थियो। तर विरोधपछि सो प्रक्रिया रद्द गरी अहिलेको नयाँ संरचना निर्माण गरिएको हो। पाथिभरा मन्दिर पुग्न करिब 500 मिटर तल रहेको उक्त स्थानमा घण्टीको गेट समेत निर्माण गरिएको छ। घण्टीको गेटले भक्तजन र पर्यटकहरूको ध्यान खिच्ने गरेको पाथिभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महत्वले बताउनुभयो। मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस्ता संरचनाहरू निर्माण गरिँदै आएको निर्देशक हाङबाङले बताउनुभयो।